दार्चुलाका प्रधानाध्यापक धामीपछि झापाका बैंकर खड्काद्वारा आत्महत्या। फेसबुकमा 4 जनाको फोटो राखेको केही बेरमै आफ्नै घरमा मृत फेला, प्रहरीले थाल्यो अनुसन्धान। ग्लोबल आयामी बैंकको विराटनगर शाखामा कार्यरत 42 वर्षीय बैंकर पिताम्बर खड्का सोमबार बिहानसम्म सधैँझै आफ्नो नियमित दैनिकीमै व्यस्त थिए। बैंकिङ क्षेत्रमा एउटा प्रतिष्ठित पहिचान बनाएका खड्का झापाको दमक नगरपालिका वडा नम्बर 8 लक्ष्मी मार्ग स्थित आफ्नै घरमा सोमबार साँझ मृत फेला पर्लान् भन्ने कुरा कसैले अनुमान समेत लगाएको थिएन। त्यो अप्रत्याशित घटनाले अहिले बैंकिङ क्षेत्र र स्थानीय समुदायलाई स्तब्ध मात्र बनाएको छैन। घटना हुनु केही समय अगाडि उनले आफ्नै सामाजिक सञ्जालमा छोडेको एउटा सुराग र त्यसपछिको परिदृश्यले यस घटनालाई निकै चासो र रहस्यको केन्द्रमा राखिदिएको छ। आफ्नो जीवनको अन्तिम निर्णय लिनुभन्दा अगाडि पिताम्बर खड्काले फेसबुकमा एउटा सामूहिक तस्बिर सार्वजनिक गरे। उक्त तस्बिरमा 4 जना व्यक्तिहरू थिए: दीपचन्द्र रेग्मी, अनमिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेल। फोटोसँगै लेखेका शब्दहरू सामान्य थिएनन्। खड्काले ती 4 जनाको नाम किटानी गर्दै उनीहरूकै कारण आफू यो आत्मघाती कदम चाल्न बाध्य भएको गम्भीर र दर्दनाक आशय व्यक्त गरेका थिए। फेसबुकमा त्यो स्ट्याटस राखेको केही समयपछि नै उनले एउटा आत्मघाती र कठोर बाटो रोजे। उनले आफ्नो घरको भुइँतलाको कोठामा रहेको सिलिङ फ्यानको हुकमा प्लास्टिकको पासो लगाएर झुन्डिएर आत्महत्या गरे। हाँसिरहेका ती 4 अनुहारको तस्बिर र खड्काले व्यक्त गरेको त्यो आशयले उनमा कति ठूलो मानसिक तनाव र बाध्यता थियो भन्ने कुरा प्रश्न पार्छ। इलाका प्रहरी कार्यालय दमकका अनुसार यो दर्दनाक घटना सोमबार साँझको करिब 5 बजेतिर भएको। मृतकका बुबा महेश खड्का छोराको कोठामा पुग्दा पिताम्बरलाई सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा फेला पारेका थिए। छोरालाई उक्त दर्दनाक अवस्थामा देखेपछि छाँगाबाट खसिँदै भएका बुबाले तुरन्त प्रहरीलाई फोन गरे। खबर पाए लगत्तै प्रहरी निरीक्षक नवीन राईको कमान्डमा खटिएको विशेष टोली तुरन्त घटनास्थल पुग्यो। प्रहरीले घटनास्थलको सुरक्षा अवलोकन गरी आवश्यक कानूनी मुसुल्का तयार पारेको छ। दमक 8 का वडा अध्यक्ष धर्मप्रसाद दाहालका अनुसार मृतक खड्काको शवलाई पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको छ र प्रहरीले आवश्यक अनुसन्धान सुरु गरिसकेको छ। फेसबुक पोस्ट र पासोलाई नै मुख्य प्रमाण मानेर अनुसन्धान थालिएको छ। एउटा प्रतिष्ठित बैंकरले आफ्नै घरमा यसरी ज्यान गुमाउनु र मृत्युअघि निश्चित व्यक्तिहरूको फोटो सार्वजनिक गर्नुले घटना दुरुत्साहन अर्थात् आत्महत्याका लागि बाध्य पारिएको तर्फ सोझिएको छ। प्रहरीले खड्काको उक्त फेसबुक पोस्ट र घटनास्थलबाट प्राप्त प्रमाणहरूलाई अनुसन्धानको मुख्य कड़ीका रूपमा लिएको छ। ती 4 जना व्यक्तिहरूसँग खड्काको के सम्बन्ध थियो? बैंकिङ कारोबार, व्यक्तिगत लेनदेन वा अन्य कुनै अदृश्य कारणले उनलाई आफ्नै घरमा झुन्डिने मोडसम्म पुर्यायो? इलाका प्रहरी कार्यालय दमकले यी तमाम प्रश्नहरूको उत्तर खोज्न र घटनाको भित्री कारण पत्ता लगाउन गहन अनुसन्धान अघि बढाएको छ।